खालमाटी राख्न दामी हुँदैछ दामी मासु चाहिँ एकदम एक बडाङ पल्ट्यो हो त्यहाँबाट अर्को बल्ड्याङ सबैमा हाल्दैन सबैमा दामी रहेछ दामी कोइला चाहियो कोइला पुग्छ त्यति कोइलाले आयो प्राइस त अब के बस्छ नि यता कोइला चाहियो कोइला छोड्दा यो एक एकवटा यो हालिदिउँ कि यसको कोइला बस्छ त्यहाँबाट मजाले हो पाक्छ त्यहाँबाट यसले त एकदम बबाल हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो र अहिले चाहिँ हामी पिकनिक खेल्न जाँदैछौँ हामी 3 भाइ गाउँमाथि नै खोलामा पिकनिक खेल्न जाँदैछौँ 3 भाइ हेर्दै गर्नु होला तपाईँहरू साथीहरूलाई पर्खिरहेको छु यहाँनिर साथीहरू आउँदैछ 2 जना बाइक लिएर यहाँबाट लाग्दिनुपर्छ त्यहाँबाट हेर्दै जाउँ तपाईँहरूलाई देखाउँछु के गर्छु गएर है के गर्छु त्यहाँबाट दिन्छु त्यहाँबाट हेर्छु है तपाईँहरूलाई हेर्दै गर्नु होला यहाँ भिडियो साथीहरू 2 जना तल आइपुगिसकेको छ ल अहिले चाहिँ हामी एकदम बाइक पर छ अन्त यहाँ आइपुगिसकेको छु पिकनिक खेल्ने ठाउँमा यही हो म यो अन्त प्रयास सामानहरू यतानिर छ है ओके हो यहाँनिर पिकनिक खेल्दैछु हो तपाईँहरू देखाउँछु यही हो लोकेसन चाहिँ आजको एकदम बबाल हुनेछ यहाँनिर खोइ हेलो अब चाहिँ यही हो अब यहाँनिर यसलाई दाउरा साउरा खोजेर साथीले परबाट दाउरा फ्याल्दैछ त्यहाँबाट दाउरा साउरा भेला पारिसकेर त्यहाँबाट चाहिँ मजा पहिला पकाइ तुलाई गरेर त्यहाँबाट चाहिँ हुन्छ मजाले है हेर्दै गर्नु होला को हाम्रो कुक चाहिँ उहाँ यहाँ एउटा कामै बेगरको छ यो चाहिँ एकदम कामै छैन यसको यहाँनिर हो कुखुरा मार भन्दा कुखुरा पनि मार्दैन आगो फुक भन्दा आगो पनि फुक्दैन हो पानी उम्लिसक्यो अब फटाफट गर्नु अहिले यस्तो मौसम भइरहेछ पानी आयो भने त अहिले भाइ को हुन्छ अहिले इकडा हो फटाफट गर यस्तो छ हो यहाँ पानी उम्लिँदैछ कुखुराको लागि यो पानी उम्लिएर कुखुरा सुक्रा भुत्ला सुत्ला गरेर त्यहाँबाट चाहिँ पहिला सब्जी बनाउने त्यहाँबाट भात दाउराहरू यतातिर यी छ यो चाहिँ मुक्तिमाथि हो ठिकै छ दामी छ यहाँ 2 जना हो यसले पनि भ्लग बनाउँदैछ तर यसको चाहिँ बिच्चाको भ्लग हो है हेर्दै गर्नु होला तपाईँ अहिले चाहिँ यहाँनिर मासु सासु मेरिनेट हुँदैछ हो यता सब्जी यता सेकुवा साथीले प्याज काट्दैछ के अरे खोर्सानी काट्दैछ हो अदुवा लसुन पेस्ट हालिदिउँ है हाल्दै यो चाहिँ देसी स्टाइल हो गाउँले स्टाइल देसी स्टाइलमा बनाएको हो तर यस्तोरी खाएको दामी हुन्छ मैले कतिपल्ट बनाएर खाएको कि यो दामी हुन्छ एकदम बबाल ल त ओ रितेश तेरो हात उयो छ अलिक मजाले उयो गर्दा छ त्यहाँ यसलाई छोप्नु पर्थ्यो थालै छैन फेरि अहिले पुग्दैन कहाँ हो हो यसलाई यहाँ टक्कै सेकुवा छोड्छ सेकुवालाई चाहिँ यहाँ टक्कै छोप्दै र आलुलाई यहाँनिर मेरिनेट गर्दैछ साथीले 2टा हातले गर्नु पर्दैन नि हौ मजाले मिक्स गर ल कराईको उयोले भएको त ए बेड त नि यो खोल त यो खोल त ल यहाँ अब चाहिँ टक्कैसँगले पहिला घोल त कतिको तेल लाग्दो रहेछ त्यहाँबाट हेरौँ तेल त भएको छैन नि यो त माथि त्यही त 2टा हातले गरेको भए चाहिँ मुनि पनि पस्थ्यो नि त भनेको यो छ यस्तो चल्छ तेरै कराईको लागेको हात धुता पहिला त्यो हात धुता जाँदैन त्यो हाल्दै त्यसो भए हुन्छ कार उयसको त हो नि पौडी त कराई झार्नु चाहिँ नझारे एक पिस पनि हो अब यहाँनिर आगो फुक्नुपर्छ हो यहाँ टक्कै 2 भाइलाई यहाँ धमाधम दिँदैछ यहाँ बक्सहरू यतानिर छ यहीँ भात सात यहाँनिर टक्कै हेर्दै गर्नु अहिले देखाउँछु तपाईँहरूलाई तर बनाएको यहाँ भनिदिनु पर्यो यहाँनिर मसलाको नाम हेरिहाल्छ एकछिन रि बना ल के छ एकल हेर्छु ल कहाँ रि बनाउँछौ यो चाहिँ हामीले चाहिँ अब प्याज भयो टमाटर भयो हो यो देसी स्टाइलमा होइन देसी स्टाइल गाउँको स्टाइलमा यसमा अदुवा लसुनको पेस्ट भइहाल्यो खोर्सानी अब तिखाला हालो गरम मसला चिकन मसला अनि त्यसो हालेर बनाएको अब यसलाई एकछिन 2 मिनट छोपेर राख्नुपर्छ हो अनि त्यसपछि चाहिँ आगो फुक्दैछ साथीले आगो फुकिसक्यो भने यसमा पकाएपछि यो आगो फुकेको देखाइदिनुहोस् होला बिचरा साथीको सास गइसकिसक्यो आगो फुकेको आगो बल्दैन ए अन्त हामी त उयो पनि त बनाउनु पर्छ अर्को चुल्हा पनि त बनाउनु पर्छ
ठिकै छ यहाँनिर। अन्त यहाँ साउन्ड सेट चाहिँ हामीले ब्याट्रीसँग इन्भर्टर सबै लिएर आएको छ यहाँनिर कन्टिन्यू अघि आएको दिनको बजेको पछि कन्टिन्यू। नाइट पिकनिक भएर हाल्दैन अब नाइट पिकनिक साइड पिकनिक सब यही भइहाल्छ हो। हेर्नुहोस् होला मुटुम दुई चिरा गरेन रहेछ मुटुले यहाँ आगो हुँदैछ। अब यतानिर एउटा चुल्हा बनाउनु पर्छ त्यहाँबाट चाहिँ टक्कै त्यो मेरै लु यतानिर हाम्रो सब्जी बसिसक्यो आगोमा। अब यहाँनिर मासुको लागि साथीले रेडी गर्दैछ चुल्हा। तार थियो नि है हाम्रो त्यो जाली खोइ यो जालीमा मजाले पकाएर चाहिँ यो चाहिँ सेती भिर हो। यो माथि देख्दै गरेको पहिला हामी खेल्न आउँथ्यो यहाँनिर सानोमा हो। यहाँ तल चाहिँ मुक्ति पुल छ। यो अस्ति भर्खर बनिएको पेचीको ट्याङ्की हो। यहाँबाट पानी लान्छ। हेर्नु अब तपाईँहरूलाई यहाँनिर एकैचोटि बसाएर देखाउँछु सेकुवा। अब चाहिँ यहाँ सेकुवा पनि रेडी भइसक्यो भर्खर हालेको। अब यो पनि यहाँ हुँदैछ। ओ मेन दौरै भएन नि त यहाँनिर निबे नि आएको केटा हो। आउँदैछ यहाँ मासु पाक्दैछ। कतिको भएछ हौ यो देसी स्टाइलको मासु? खाऊ एकछिन होइन यो सुक्छ नि यो बबाल हुँदैछ बबाल हो। यहाँनिर चाहिँ काठको दाउरा कहाँ पुगेछ नि त उयोहरू हेर्न चेपमा पुगेछ नि त हौ। यसलाई चाहिँ अब अलिक मजाले गरेर चाहिँ ठुल्ठुलो छैन उयो आदि त्यो पानीमा नपसेकोहरू लिएन मजाले बनाएर चाहिँ भोबाल तरिकाले बनिँदैछ। भव्य तरिकाले हुँदैछ। लागेछ नुन लागेको रहेछ। यता मासु बनिँदैछ। यहाँ पर भात बनेर रेडी छ। बक्सहरू यहाँ सब भर्खर निभाएको यो यहाँनिर यहाँनिर हुँदैछ। उहाँ पर्छ हौ हो दामी हुँदैछ। होइन हुन्छ दामी हुँदैछ। दामी मासु चाहिँ एकदम एक बल्डाङ पल्ट्यो हो। त्यहाँबाट अर्को बल्डाङ सबैमा हाल्दैन सबैमा दामी हुँदैछ दामी। कोइला चाहियो कोइला कोइलाले आएर प्राइस त के बस्छ नि यता कोइला चाहियो कोइला छोड्दा यो एक एकवटा यो हालिदिउँ कि यसको कोइला बस्छ त्यहाँबाट मजाले हो पाक्छ त्यहाँबाट त्यसले त एकदम बबाल। ए अब चाहिँ हुँदैछ है यहाँनिर एकदम सेकुवा चाहिँ यतिको भइसकेको छ। यहाँ केटाहरू खट्दैछ पुरा 3 भाइ। अब यो पाकेपछि चाहिँ भात त अलरेडी पाके। अब सब्जी छ। अब यो तेलहरू चाहिँ के गर्नु उब्रेको मसला फसलाहरू पर चाहिँ बाइक छ पछाडि उता बाटोमा टर्निङमा। लु गाना बजा गाना अब पाकिसकेर अब एक बल्डाङ पल्सेर भेटौँ म फेरि। अब चाहिँ यहाँनिर भइसकिसक्यो गर्दै गर्नु यस्तो दामी क्रिक्क हम्काउँदै बस्दिरहेको छु। यस्तो गरेर बनाउनु अरे नि त केटाहरूले भनेको कि पुरा दिँदैछु। वाह लु है अब चाहिँ एकचोटि खाने बेलामा ल खुट्टा साथी त्यो चाहिँ हामीले खुट्टाको सेट हो होइन कुखुराको चाहिँ कसम कस्तो दामी भएको छ कि तपाईँहरूलाई कसम सोच्नु जाइ छैन है। यो कुखुराले हेर्ने तपाईँहरूलाई के भन्नु सक्दिनँ होइन एकदम साथी के भन्नु छ साथीले भनिरहेछ हो ठिकै छ। यहाँ हाम्रो सेक्वा हुँदैछ हो आधी उधी भइसकेको छ। लु लु होइन मैले भर्खर खुट्टा भाँचेको होइन अघि पनि बनाएको थियो त्यो अलिकति ठिकाना जस्तो भएर भएन होइन हेर्नु सक्नुहुन्छ। अब दामी पाएको छ एकदम पाएको छ दामी छ हौ एकदम हेर्नु न्यानो र साथीलाई पनि त्यहाँ सानो यता हेरेर टोकिदिनु पर्यो हौ साथीले। भात्नु त पर्यो नि त अन्त यो कडा न कडा छ दामी एकदम है। अब यहाँ हेर्दै जाउँ यहाँ हाम्रो सेक्वा हुँदैछ आधी उधी त भइसकेको छ।
आगोले पो अलिकति उयो गर्यो नि त नौराहरू आम्मा दामी अल्ला त कसम भनेको साथीहरू आजको भिडियो चाहिँ यति नै थियो है के भन्छ मजाले गर्नु पनि पाएन रात परिहाल्यो त्यही भएर हिजो भिडियो बनाउनु पाएन आज एन्डिङ गर्दैछु है हिजै रात परिहाल्यो हिजो बनाउनु पाएन त्यही भएर खै यताउता अँधेरोमा केही देखाउनु पनि पाएन हो त्यही भएर हिजोको भिडियो चाहिँ यति नै थियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र अर्को भिडियो पनि लिएर आउनेछु छिटै हस् त धन्यवाद।